यो धरतीको सुन्दर टुक्रा नेपाल, त्यहाँमाथि मुस्ताङ आफैमा अर्को सुन्दर टुक्रा हो। हामी घाँसीबाट लेती हुँदै अगाडि बढिरहेका छौँ। यो दृश्य देखाइरहेका छौँ तपाईलाई, निकै सुन्दर। यो प्रकृति, यो भूगोल कहिल्यै बिर्सिन नसक्ने, एकपटक आएपछि यहाँ पटक पटक आइरहँ लाग्ने यो सुन्दर फराकिलो सडकसँगै यो सिँगारिएको चाहिँ यति बेला देख्न सक्नुहुन्छ। दायाँ बायाँ यो सुन्दर हरियालीसँगै छेउपट्टि कृष्ण गण्डकीको तीर, काली गण्डकी नदीको तीर, हेर्नुहोस् त सेताम्य हिमालहरू कति नजिकबाट हामीले देखिरहेका छौँ। बादलको घुम्टो उडिरहेका छ हिमालहरूले, सेताम्य लहरमा देख्न सक्छौँ हामी हिमालहरूलाई। यहाँ यो ठाउँ, यो वातावरण, यो प्रकृति साँच्चै आकर्षक अनि साँच्चै आनन्ददायक छ। यो जोसुकैको मन लुभ्याउने यो प्रकृतिसँग चाहिँ अङ्कमाल गरेर बसिरहँ जस्तो, यो ठाउँबाट कतै नहिँडौँ जस्तो हामीलाई त्यस्तो अनुभूति भएको छ मित्रहरू। हेर्नु त, देख्न सक्नुहुन्छ तपाईहरूले यो सुन्दर प्रकृतिसँग कति नजिकिएका छौँ हामी। हाम्रो देशको यो सुन्दर प्रकृतिलाई हामी सबै मिलेर प्रवर्धन गर्नु जरुरी छ। यसको प्रमोसन गरेर देश विदेशका लाखौं पर्यटकहरूलाई नेपाल भित्राउनु छ। आन्तरिक पर्यटन, बाह्य पर्यटन, नेपाल समृद्धिका यिनै दरिला आधारहरू हुन्। साथीहरू, हामी जाँदैछौँ, देखाउँदैछौँ तपाईँलाई सुन्दर दृश्यहरू। अब हामीले अगाडि देखिरहेका छौँ यो सुन्दर हिमाल। एकपटक फेरि पनि हेरौँ। आहा, कति वन्डरफुल छ, सो मार्भलस, सो अमेजिङ, सो एडभेन्चरस ट्रिप टुडे।